ओके, फर्स्ट अफ अल थ्याङ्क यू सो मच हाम्रो सिओ सरलाई यो स्टेजमा वेलकम गराइदिनु भयो, त्यसको लागि उहाँलाई हृदयदेखि नै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ उपस्थित हुनुभएका जति पनि डिस्ट्रिब्युटरहरू हुनुहुन्छ हजुर सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु। आजको यो प्रोग्राममा एटेन्ड भइदिनु भयो र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण एमपीहरूलाई पनि हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। सो आज हेर्ने हो भने हाम्रो कम्पनी वाइबिओ ट्रेड नेपाल आज एक लेभल अप भइसकेको छ। हेर्नुहोस् के को माध्यमबाट भन्दाखेरि सिस्टमको माध्यमबाट। अघि हाम्रो सिओ सरले भन्दै हुनुहुन्थ्यो जब हामी कुनै टाइममा काम गरिरहेका थियौँ, जब म काम गरिरहेको थिएँ, जब म पिडी पोजिसनमा थिएँ, त्यो टाइममा चाहिँ मलाई एमएम बन्नको लागि 5 लाख 5.5 लाखको बिजनेस भोल्युम चाहिएको थियो। हेर्नुहोस् तर अहिले कम्पनीले चाहिँ यति धेरै सहज र यति धेरै सजिलो बनाइदिएको छ कि जस कारणले गर्दाखेरि हरेक व्यक्तिहरू अबको 1 महिनामै 15 दिनमै 20 दिनमै कम्पनीको एउटा राम्रो पोजिसन प्राप्त गर्न सक्ने खालको माध्यम कम्पनीले चाहिँ बनाइदिएको छ। हेर्नुहोस् र मलाई चाहिँ खुसी चाहिँ के कुरामा छ भन्दाखेरि जब म एमएम भइसकेपछि एमडी को लागि जब म मेहनत गरिरहेको थिएँ, हार्डवर्क गरिरहेको थिएँ, त्यो टाइममा चाहिँ मलाई एमडी बन्नको लागि 21,60,000 को बिजनेस भोल्युम चाहिएको थियो, त्यो पनि आइसी नट एनसी। म काम गर्दाखेरि चाहिँ मलाई एमडी बन्नको लागि बिजनेस भोल्युम चाहिँ 21,60,000 आइसी को चाहिँ चाहिएको थियो। तर अहिले एमएम सरहरू एमएम मिसहरूलाई चाहिँ एकदमै धेरै सुनौलो अवसर छ अनि एकदमै धेरै राम्रो छ तपाईहरुको लागि, सहज बाटो छ कि तपाईहरु 12 लाख एनसी मा तपाईहरु हाम्रो कम्पनीको एउटा भ्यालुएबल पोजिसन पाउन गइराख्नु भएको हुन्छ। सो आज हजुरहरु एमएम बन्नु भएको छ, नसोच्नुस् तपाईहरुको चाहेको चीज पूरा भइसक्यो भनेर नसोच्नुस्। गन्तव्य धेरै टाढासम्म छ, पुग्नु पर्ने धेरै टाढासम्म छ, जिन्दगीमा गर्नुपर्ने धेरै चीजहरु रहेको छ। सो त्यसले गर्दाखेरि भर्खरै तपाईहरुको हार्डवर्क स्टार्टै भएको, भर्खरै तपाईहरुको जिन्दगी स्टार्टै भएको। हेर्नुस् अब हार्डवर्क गर्न बाँकी नै छ, मेहनत गर्न बाँकी नै छ। हेर्नुस् अब बल्ल तपाईहरुले थाहा पाउनुहुन्छ मेहनत कसलाई भन्दो रहेछ हैन, हार्डवर्क कसलाई भन्दो रहेछ र एमडी बन्न कतिको सहज हुँदो रहेछ भन्ने चीज चाहिँ फिल गर्नुहुन्छ। हेर्नुस् त्यसले गर्दाखेरि हजुरहरु सम्पूर्ण व्यक्ति यदि आफूमाथि विश्वास राख्नुहुन्छ, आफूमाथि बिलिभ राख्नुहुन्छ भने पक्कै पनि तपाईहरु हाम्रो कम्पनीको एउटा भ्यालुएबल पोजिसनको व्यक्ति बन्न सक्नुहुन्छ। र खुसी छु आज हाम्रो वाइबिओ ट्रेड नेपालले नयाँ सिस्टम लन्च गरेकोमा हैन। सो त्यसले गर्दाखेरि मैले जब हैन अस्ति रातिको मिटिङमा जब सिओ सरले यो सिस्टमको बारेमा जानकारी गराउनु भएको थियो, त्यो टाइममा म सक भएको व्यक्ति हो के यो चीज कसरी पोसिबल भयो त, कसरी वाइबिओ ट्रेड नेपालले यो चीज गर्न सफल भयो त, कसरी वाइबिओ ट्रेड नेपालले यो चीज प्रोवाइड गरिरहेको छ त भन्ने चीजमा चाहिँ एकदमै धेरै सक भएको व्यक्ति म हो के। मलाई विश्वासै भइरहेको थिएन के। त्यही भएकोले गर्दाखेरि वाइबिओ ट्रेड नेपाललाई डाइरेक्ट सेलिङ इन्डस्ट्रीमा नेपालको टप 1 कम्पनी भनिन्छ के। हजुरहरु सबैजना एकदमै धेरै भाग्यमानी हुनुहुन्छ, लकी हुनुहुन्छ। आज वाइबिओ ट्रेड नेपालमा काम गर्ने एउटा अवसर पाउनु भएको छ, यो इन्डस्ट्रीबाट आफ्नो जिन्दगीलाई बनाउने एउटा अवसर पाउनु भएको छ। एकदमै धेरै भाग्यमानी हुनुहुन्छ। तपाईहरु के सोचिराख्नु भएको छ, के सोचिराख्नु भएको छैन, आई डोन्ट नो अबाउट दैट। वाइबिओ ट्रेड नेपालले के सोचिराख्नु भएको छ, डाइरेक्ट सेलिङ बिजनेसलाई कुन तरिकाले लिइराख्नु भएको छ मलाई थाहा छैन। हेर्नुस् तो डाइरेक्ट सेलिङ बिजनेसले तपाईको जिन्दगीमा सबै चीज पूरा गर्न सक्छ के। डाइरेक्ट सेलिङ बिजनेसले तपाईको लाइफमा हरेक चीज दिन सक्छ के। हेर्नुस् तो शर्त यति मात्र हो, निरन्तर मेहनत हुनु पर्यो, निरन्तर लागिराख्नु पर्यो। हेर्नुस् आज कोही व्यक्ति आईडीमा हुनुहुन्छ, कोही पीडीमा हुनुहुन्छ, कोही तपाईले चाहिँ एडीमा हुनुहुन्छ, तर यदि तपाईहरु निरन्तर मेहनत गर्नुहुन्छ, निरन्तर काम गरिराख्नुहुन्छ, कुनै पनि क्वेशन नगरिकन आफ्नो लिडरको गाइडेन्समा हिँड्नुहुन्छ भने यतिमा ग्यारेन्टी भन्न सक्छु यो सिस्टमको कारणले गर्दा अब आउँदै गरेको 1 महिनामा कति धेरै व्यक्ति एमएम बन्न सक्छ के। यस सर, कति धेरै व्यक्ति एमडी बन्न सक्छ के। हेर्नुस् यतिमा च्यालेन्जको साथ बन्न सक्छु, तर शर्त यति मात्र हो लिडरको गाइडेन्समा जहिले पनि बिना क्वेशन हिँड्न सक्नुपर्छ, एकोहोरो भएर काम गर्नुपर्छ। र जिन्दगीले कहिले पनि तपाईलाई चाहिँ सजिलै केही चीज
दिँदैन क्या हेर्नुहोस्। यदि तपाईँ केही चिज पाउन चाहनुहुन्छ भने त्यो चिज डिजर्भ गर्ने लायकको व्यक्ति तपाईँ छ या छैन भन्ने चिज पहिला लाइफले चेक गर्छ क्या हेर्नुहोस्। यदि तपाईँ एमएम बन्न चाहनुहुन्छ, यदि तपाईँ एमडी बन्न चाहनुहुन्छ भने तपाईँ त्यो पोस्टको लागि काबिलियत व्यक्ति हो या होइन भन्ने चिज पनि तपाईँको चेक हुन्छ क्या हेर्नुहोस्। त्यो चेक भनेको लाइफले गर्ने हो कि तब मात्र तपाईँले त्यो चिज पाउने हो। त्यसले गर्दा आफ्नो हार्डवर्कमा, आफ्नो निरन्तर गर्दै गरेको काममा कुनै पनि शङ्का नगरिकन एकोहोरो भएर हामी काम गर्छौँ भने तपाईँहरूलाई म यति विश्वास दिलाउँछु, अब आउँदै गरेको 5 देखि 6 महिनामा यहाँ भएका सम्पूर्ण व्यक्ति कम्पनीको एउटा राम्रो पोजिसनमा बसेर राम्रो इन्कम थाप्दै गरेको पक्कै पनि हामी सबै एमडी देख्नेछौँ हेर्नुहोस्। सो के छ त हजुरहरू सबैजना वाइल्ड ट्रेड नेपालको भ्यालुएबल पोजिसन एमएम र मार्केटिङ डाइरेक्टर बन्नको लागि रेडी हुनुहुन्छ? हजुरहरू सबैजना यो नयाँ सिस्टमबाट अबको 1 महिनामा मार्केटिङ डाइरेक्टर बन्नको लागि रेडी हुनुहुन्छ? रेडी हुनुहुन्छ? यदि हजुरहरू सबैजना रेडी हुनुहुन्छ भने हजुरहरू सबैजनालाई साथ सपोर्ट दिनको लागि, हेल्प गर्नको लागि, गाइडेन्स दिनको लागि हामीसँग एकदमै धेरै एक्सपिरियन्स वेल एजुकेटेड लिडर्सहरू हुनुहुन्छ हेर्नुहोस्। वेल एजुकेटेड र एक्सपिरियन्स लिडर एमडी सरहरू हुनुहुन्छ। त्यो भएकोले गर्दा हजुर कुनै बेला पनि कुनै पनि एङ्गलबाट अलिकति पनि गाह्रो नमान्नु होला, तपाईँहरूको साथमा हामी छौँ। ठिक छ? भन्ने हो त? भन्ने हो त? भन्ने हो त? ओके, सो आज त थ्याङ्क यू सो मच सबैजनालाई अहिलेको लागि है। र पक्कै पनि हजुरहरूलाई कुनै पनि हेल्प चाहिन्छ भने 100% हजुरहरूको लागि एभाइलेबल हुनेछु। हस्, थ्याङ्क यू सबैजना, थ्याङ्क यू।